एक पटक यो आर्टिकल हेर्नुहोस्। स्मार्ट टेलिकममा 30 अरब ठगी प्रकरण। जगदीश खरेलले स्मार्ट टेलिकमको लाइसेन्स एनसेललाई बिक्री गराउन भूमिका खेलेको तथा राज्यले तिर्नुपर्ने बग्यौदा असुली नगरी लाइसेन्स रिन्यू गरेको आरोप लागेको छ। अनुमति पत्र नवीकरण दस्तुर समेत गरी झन्डै 30 अरब रुपैयाँको राजस्व र शुल्क नतिरेपछि 2080 वैशाख 3 मा स्मार्ट टेलिकमको अनुमति पत्र स्वत रद्द भएको नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको थियो। जगदीश खरेल जेनजी आन्दोलनपछि सञ्चार मन्त्री भएका थिए। अहिले उनी 55औं सेन्ट ग्यालेन सिम्पोजियम कार्यक्रमका लागि स्विजरल्यान्ड गएका छन्। हाल उनी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पनि हुन्। उनलाई यो आरोप लागेपछि फेसबुकमा स्ट्याटस लेखेका छन्। प्रिय शुभचिन्तकहरू, अहिले म माथि मिडिया ट्रायल भएको छ। केही सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा मेरो नाम जोडेर नियोजित रूपमा फेक न्यूज फैलाइएको छ। कृपया भरम नपर्नुहोला। अहिले म कार्यक्रमको सिलसिलामा स्विजरल्यान्डमा छु। गल्ती गरेको छैन, त्यसैले अलिकति पनि डर छैन। सोधे हुन्छ, खोजी हुन्छ, तर सत्य सत्य नै हुन्छ। मेरो इमान नै मेरो गन्तव्यको लागि पर्याप्त छ। बाँकी कानुनी उपचार खोज्नेछु। अब जगदीश खरेलले आफूले निर्दोष साबित गर्न निकै चुनौतीपूर्ण हुन्छ। हेर्दै जाउँ जगदीश खरेल दोषी छन् या निर्दोष, त्यो समयले देखाउँछ। धन्यवाद।